वरिष्ठ समाजसेवी रामकृष्ण कार्की सर यहाँ आज यो नमस्ते। नेत्र लामिछाने सर कहाँ म आएँ आज। यहाँ उपस्थित सबैजनालाई नमस्कार। म रामकृष्ण कार्की, नेपाल पूर्व प्रहरी, पहिलाको प्रहरी, अहिले चाहिँ नेपाल लाइफ इन्सुरेन्स कम्पनीमा एडभाइजरको रूपमा, फाइनेन्सियल एडभाइजरको रूपमा कार्यरत छु। म आज नेत्रप्रसाद लामिछाने ज्यूको घरमा आएको छु। उहाँ डेढ वर्षभन्दा पहिला तीव्र गतिमा आएको बाइकले को दुर्घटनामा परेर उहाँलाई मेरुदण्ड पुरै भाँच्यो, दुईटै खुट्टा नचल्ने, दुईटै हात नचल्ने, टाउकोमा ठुलो अपरेसन भएर यसरी काटेको छ। उहाँ मैले आफूलाई उहाँको अब यसरी नै हामीलाई एकचोटि उठाउँदा यति धेरै गाह्रो हुन्छ भने उहाँले साँच्चै यसरी सहयोग गर्नुभयो भने तपाईँले जिउँदो भगवान बोलाउने हुन्छ। यसरी दुखिरहेको घाममा मलमपट्टि लगाउनु सबैभन्दा ठुलो धर्म हो। मानव सेवा जति ठुलो धर्म काहीँ केही छैन जीवनमा। त्यसैले जति बाँचिन्छ असल कर्म लगाउँ र दुखी गरिबलाई सहयोग गरौँ भन्न चाहन्छु। हाम्रो वरिष्ठ समाजसेवी रामकृष्ण कार्की सर यहाँ आज यो नमस्ते। नेत्र लामिछाने सर कहाँ म आएँ आज। यहाँ उपस्थित सबैजनालाई नमस्कार। म रामकृष्ण कार्की, नेपाल पूर्व प्रहरी, पहिलाको प्रहरी, अहिले चाहिँ नेपाल लाइफ इन्सुरेन्स कम्पनीमा एडभाइजरको रूपमा, फाइनेन्सियल एडभाइजरको रूपमा कार्यरत छु। म आज नेत्रप्रसाद लामिछाने ज्यूको घरमा आएको छु। उहाँ डेढ वर्षभन्दा पहिला तीव्र गतिमा आएको बाइकले को दुर्घटनामा परेर उहाँलाई मेरुदण्ड पुरै भाँच्यो, दुईटै खुट्टा नचल्ने, दुईटै हात नचल्ने, टाउकोमा ठुलो अपरेसन भएर यसरी काटेको छ। उहाँ हाम्रो वरिष्ठ समाजसेवी रामकृष्ण कार्की सर यहाँ आज यो नमस्ते। नेत्र लामिछाने सर कहाँ म आएँ आज। यहाँ उपस्थित सबैजनालाई नमस्कार। म रामकृष्ण कार्की, नेपाल पूर्व प्रहरी, पहिलाको प्रहरी, अहिले चाहिँ नेपाल लाइफ इन्सुरेन्स कम्पनीमा एडभाइजरको रूपमा, फाइनेन्सियल एडभाइजरको रूपमा कार्यरत छु। म आज नेत्रप्रसाद लामिछाने ज्यूको घरमा आएको छु। उहाँ डेढ वर्षभन्दा पहिला तीव्र गतिमा आएको बाइकले को दुर्घटनामा परेर उहाँलाई मेरुदण्ड पुरै भाँच्यो, दुईटै खुट्टा नचल्ने, दुईटै हात नचल्ने, टाउकोमा ठुलो अपरेसन भएर यसरी काटेको छ। उहाँ